Hi guys, welcome back to my YouTube channel Vipana Vlog. I hope हजुरले सन्चै हुनुहुन्छ ल। म नि सन्चै नै छु। न्यू ब्लग न्यू डे नि आजको ब्लगमा हजुरलाई स्वागत छ। भिडियो आज के हो भने तल हामीले थाहा पाइसक्नु भएको छ हैन। आज चाहिँ मेरो बाबुको बर्थडे हो नि त। सो बर्थडे त ढिला ढिला नै बनाउन स्टार्ट गरे हैन। अनि मम्मी चाहिँ त्यहाँ भित्र तरकारीहरू बनाउँदै हुनुहुन्छ किनकि अब म त भित्र जानु भएन साथीहरू। हिजो मेरो बर्थडे आज बाबुको बर्थडे अनि सँगै मनाइन्थ्यो फोर्थ अनि आज चाहिँ म भएन बाबुलाई मात्रै मनाइदिउँला कस्तो हुन्छ हेर्नु है त। साथीहरू हाम्रो मम्मी चाहिँ यहाँ मासु पकाइरहनु भएको। मम्मी यता हेर्नु मम्मी छिटो छिटो हेर्नु न त छिटो देख्नुभयो हाम्रो कहिले हामीले भनेको कहिले पनि मान्नुहुन्न। यता एकपल्ट हेर्दाखेरि हाम्रो मम्मी हेर्नुहुन्न अरे। अनि हाम्रो बाबामा यता हुनुहुन्छ देख्न सक्नुहुन्छ। सानो आयो भन्नु आयो न अनि आइपुग्नु भयो साथीहरू। काठमाडौँबाट आइपुग्नु भएको रे रोक्ने हाम्रो सानबा हुन्छ ल ऊ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु। अब केक काट्ने केक टिका लाउने आइ आइ भाइ त आइ यता आन्टी आइ यस्तो भयो साथीहरू गाइस हाम्रो हालत सानबाको र मेरो देख्नु हाम्रो सानबाको आउँछ होइन टिका लाउनु टिका नि त उहाँ बस्नु नि तपाईँ भ्लग आउने भनेको त्यो नहाल्नु न अहिले छोडिदिनु हो अनि थाना चुपुला बन्नु नि त भिडियो है कोही नरिसाउनु गाइज कोही नरिसाउनु ए ब्लग हालियो जस्तो हाल्यो भने यो के गर्नुभा तपाईँ त्यो अल्ट्रा राख्नु त त्यो होइन भने खोइ त टिका लगाइदिनु भा टिका लगाइदिनु भा चाहिँ खोइ त भुवनले खाने यता हार भनेको आयो नि फेरि हाम्रो लाइफ हाम्रो मर्जी कसैलाई बाल साथीहरू होइन नाचिरहनु भा त्यतै हो देख्नुभयो त्यो देखाइरहेको छु मैले
कति देखाउनु र त्यताको मात्रै पर्दैन म खान खा खा त्यो सामान समात्नु पर्दैन बाउले लाएपछि मम्मीले चाहिँ गर्नु नहुने राम्रो नाच्नै म फेरि भिडियो हालियो नि भइरहेको छ होइन है मम्मीले खाना पसिरहनु भएको छ अब हामीले पनि खाना खान्छौँ होइन मेरो बाबु सानीमा आज नातिको बर्थडेमा होइन त सानीमा अब चाहिँ साथीहरू अब चाहिँ हामी खाना खानातिर लाग्छौँ होइन अब खानासाना खाएर हेरिसकेपछि चाहिँ भिडियो चाहिँ आजलाई यति नै साथीहरू कस्तो कस्तो लाग्छ तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला होइन सानो हामीले सेलिब्रेट गऱ्यौँ फ्यामिली बसेर होइन हाम्रो अर्को बाबुले लिएर रहनु भएको आजलाई चाहिँ बाई बाई